नमस्कार सबैजनालाई। आज यो नयाँ भिडियोमा तपाईँलाई स्वागत छ। आज चाहिँ हामी यो भुजेला गाउँबाट चाहिँ महेन्द्रनगर बजारतिर गइरहेका छौँ। यो बिहानतिरको दृश्य देख्दै हुनुहुन्छ तपाईँ। त्यो पानी पर्ला पर्ला जस्तो भएको छ। यो चाहिँ साइडमा चाहिँ हाम्रो खोला छ। मेरो चाहिँ भुजेला खोला हो। यो बर्खाको समयमा चाहिँ यो गाउँतिर पनि पस्ने गर्छ यो खोला चाहिँ। यो विगतका वर्षहरूमा चाहिँ यता भुजेलातिर चाहिँ धेरै क्षति पुगाएको थियो अहिले। तर अहिलेको आर्थिक वर्ष र योभन्दा एक आर्थिक वर्ष अगाडिबाट चाहिँ अहिले सुधार भएको छ। साइड साइडमा यो ग्याबिन वालहरू प्लस यो चाहिँ वडा प्लस यहाँको नगरपालिकाले चाहिँ यो जेसिबी ब्याकलोडर र एक्सकाभेटर दुइटै लगाएर चाहिँ यो खोलाको बिचको जो सिल्ट जम्मा भएको हुन्छ त्यसलाई चाहिँ बाहिर निकालेर चाहिँ अहिले यो खोला चाहिँ माथि गाउँतिर चाहिँ पस्दैन। अगाडि म यसै बाटोबाट चाहिँ सानो छँदा चाहिँ विद्यालय जाने गर्थेँ। मैले चाहिँ 10सम्म चाहिँ यो भुवनेश्वरी विद्या मन्दिरमा पढेको। यो गड्डा चौकीमा अवस्थित छ। कुनै दिन त्यता गएको भिडियो पनि हाल्नेछु म। यो साइडमा खोला देख्दै हुनुहुन्छ, त्यहाँ एउटा कजवे जस्तो छ। त्यहाँबाट चाहिँ हामीहरू हिँडेर चाहिँ जान्थे। यो चाहिँ साइपन हो। यो जताबाट अहिले तपाईँले गाडी देख्नुभयो आएको, त्यताबाट पनि अहिले चाहिँ पिच बाटो चाहिँ बनाएको छ। अगाडि चाहिँ त्यहाँ नहरको बाटो थियो। अब हामीहरू केही बेरमा चाहिँ यो महेन्द्र हाइवेमा पुग्नेवाला छौँ। यो गाउँको रमाइलो पलहरू चाहिँ यस्तै हो। यो हरियाली चाहिँ धेरै धेरै हुन्छ। यहाँ हरियाली चाहिँ देखिन्छ। सहरहरूमा चाहिँ गाउँ यो तपाईँको भवनहरू देखेका हुन्छन्। यहाँ गाउँतिर चाहिँ रुख बिरुवाहरू चाहिँ बढी नै हुन्छ। अहिले चाहिँ हामी यो महेन्द्र राजकुमारमा पुग्यौँ। अब योभन्दा अगाडि जतातिर हामी गइरहेछौँ त्यहाँ चाहिँ यो नेपालको पूर्वतिर गइन्छ र पछाडिपट्टिको भागबाट चाहिँ हामी पश्चिम तिर जान्छौँ नेपालको, र त्यहाँबाट चाहिँ इन्डियाको बोर्डर पनि टच हुन्छ। यो अगाडिपट्टि तपाईँहरू भैँसी देख्दै हुनुहुन्छ। यो चाहिँ तपाईँको पश्चिमतिर चाहिँ जङ्गल छ इन्डिया र नेपालको बोर्डरको बिचमा। त्यता चाहिँ चराउने लग्छन्। अहिले बिहानको समयमा चाहिँ त्यति ट्राफिकहरू चाहिँ छैनन्। मान्छेहरू चाहिँ कमै हिँडडुल गरिरहेका छन्। नत्र यो राजमार्ग चाहिँ व्यस्तै रहन्छ। यो एउटा कुरा अहिले मलाई मन परेको भने यो साइडमा चाहिँ तपाईँको दुइटैतिर चाहिँ अहिले यो सोलर लाइटहरू चाहिँ लगाएको छ। धनगढीमा पनि यस्ता लाइटहरू चाहिँ छन् धेरै। अहिले चाहिँ यो तपाईँको यो पश्चिम सिमानाबाट चाहिँ यो लाइटहरू लगाएको छ। रात्रिकालीन भ्यू राम्रै देखिन्छ होला यतातिर। म चाहिँ त्यति रातितिर चाहिँ यता आएको छैन। यो अब चाहिँ हामी यो सुक्साल गाउँमा पुगिरहेछौँ। यो चाहिँ अब स्टार्ट भइसक्यो सुक्साल बजार चाहिँ। यो अगाडिपट्टि तपाईँहरू यो पहिलो गेट देख्दै हुनुहुन्छ नि रङको। यताबाट शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि जान्छन्। यो अगाडिपट्टि तपाईँहरूले यो गाई गोरुहरू देख्नुभयो। यो चाहिँ यो यहाँ पश्चिमतिर मात्र हो कि यो सबै जिल्लाहरूमा हो। यो पहिले चाहिँ यो सबै मान्छेहरू यसलाई पाल्छन् होइन। अनि त्यसपछि चाहिँ यसरी अस्तव्यस्त रूपमा चाहिँ रोडहरूमा छोडिदिन्छन्। यो चाहिँ खासै राम्रो पाटो चाहिँ होइन। यस्तो चाहिँ गर्नु हुँदैन। वन्यजन्तुको पनि संरक्षण गर्नुपर्छ। उहाँहरूको पनि एउटा अमूल्य जीवन हो। उहाँलाई यसरी गर्नु चाहिँ हुँदैन। बनगाउँ पुलमा पुग्यौँ। अब यताबाट चाहिँ बनगाउँ स्टार्ट भइसकेको छ। यो आज चाहिँ मलाई यो बाटोमा जाँदाखेरि कलेजमा पढेको सम्झना आयो। अगाडि बिहान लगभग कलेज आउँदाखेरि बिहान 5 5:30 बजेतिर चाहिँ यो बाटो हुँदै साइकलमा आउने गर्थेँ म चाहिँ। 3 वर्ष मैले डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढ्दाखेरि बैजनाथ कलेजमा पढेको मैले। बिहान पख आउने गर्थेँ सधैँ नै। लगभग 3 वर्ष पुरैमा चाहिँ बिहान नै लाग्यो कलेज चाहिँ। यो पछि चाहिँ धेरै कम लाग्यो। बिहान चाहिँ समस्या के हुन्थ्यो भने चाहिँ यो तपाईँको यो महाकाली नदीको उता चाहिँ यो
बलुवा गिट्टी ल्याउनको लागि चाहिँ यो ऊ जान्थे के अरे ट्र्याक्टरहरू जाने गर्थे टिप्परहरू पनि जाने गर्थे बिहान बिहान। अहिले चाहिँ यो धेरै फ्राकिलो भएको छ रोड चाहिँ। पहिले चाहिँ 2 लेन मात्र थियो। अनि उताबाट आउने कि अगाडिबाट अगाडिबाट आइसकेपछि चाहिँ पुरा आँखामा ऊ लाग्थ्यो के। आँखामा पुरा लाइट बिम लागेर कुनै देखिँदै देखिन्थ्यो। त्यो कुहिरो लागेको बेलामा चाहिँ धेरै गाह्रो हुन्थ्यो। पुरा आँखामा लाइट लागेर केही देखिन्थेन अगाडि। अब चाहिँ यो बनगाउँ गाउँ सकिनै लागेको छ। यो साइडमा चाहिँ अहिले रोड चौडा बनाउने काम भइरहेको रहेछ। यो रोडमा यो अझ ऊ हेर्नु अगाडि यतिका गाई गोरुहरू छन्। यो एक्सिडेन्ट हुने मुख्य कारण पनि हुन्छ क्या यसले। खै के हो यो मान्छेहरू के सोच्ने गर्छन्। यसरी छोड्नु त भएन। राष्ट्रिय जनावरका रूपमा गाईलाई पनि लिएको छ तैपनि मान्छेहरू चाहिँ त्यसको हेरचाह गर्दैनन्। यो उहाँले गरेको गल्तीका कारण कुनै समयमा या कुनै दुर्घटना हुनसक्छ। त्यसले चाहिँ एउटा परिवारलाई पनि स्टेबिलिटीबाट अनस्टेबिलिटीमा लग्छ। त्यही भएर यस्ता कामहरू चाहिँ गर्नु हुँदैन। यो अगाडि शान्तिनिकेतन स्कुलको नजिक पुग्यौँ। अगाडि एउटा सम्झना अझ आयो मलाई। यसको यो रुख देख्दै हुनुहुन्छ अगाडि साइडमा चाहिँ एउटा समोसाको पसल छ। अहिले चाहिँ रोडभन्दा उता छ। अगाडि चाहिँ त्यता थियो। अगाडि कलेजबाट आउँदाखेरि चाहिँ त्यहीँनिर हामीहरू चाहिँ समोसा खाएर जान्थे नास्ताको रूपमा। अब केही बेरमा चाहिँ हामी महेन्द्रनगर बजारमा पुग्नेवाला छौँ। अघि साइपिङको जो मैले भिडियोमा देखाएको थिएँ साइपिङ देखाएको थिएँ नि त्यहीँबाट यो चाहिँ खोला यता आएको छ। त्यहीँको पानी हो। यो अगाडिपट्टि देख्दै हुनुहुन्छ यो चाहिँ शिव मन्दिर हो। यो अहिले चाहिँ म डाइरेक्टली यो सिधा जाँदिनँ। अहिले मेरो अलिकता चाहिँ यहाँ तल काम छ जिपरका रोड हुँदै त्यसपछि म भित्र गएर त्यहाँबाट चाहिँ तपाईँलाई महेन्द्रनगर बजार देखाउने छु। यो साइडमा तपाईँहरू देख्दै हुनुहुन्छ यो ठेलाहरू लगाएको छन्। यता चाहिँ तपाईँको फलफुल पाउने गर्छ। यता चाहिँ फलफुलको पसलहरू अनि सिधा गयो भने चाहिँ हामी अगाडि मेन बजारमा जाने मेन रोडबाट पनि जान्छौँ। तर यो चाहिँ तपाईँको यो जिपरका जाने रोड हो। यो अहिले निर्माणाधीन क्रममा रहेको छ। यो यसको लेफ्टतिर तपाईँ देख्दै हुनुहुन्छ। लेफ्टतिर चाहिँ तपाईँको यो सडक डिभिजन कार्यालय छ महेन्द्रनगरको। राइट साइडतिर चाहिँ तपाईँको पुलिस स्टेसन छ। यहाँबाट चाहिँ म सिधा गयो भने तपाईँ कपड हल प्लस जिपरका पुग्नुहुन्छ। म अब सिधा चाहिँ जाँदैन, मेरो एउटा सानो काम छ यो भित्र। त्यही भएर तपाईँलाई म यो लेफ्ट रोडबाट गएर बजारको अवलोकन गराउँछु। यो रोड राइटतिरको रोड देख्दै हुनुहुन्छ त्यहाँबाट चाहिँ मञ्च पनि गइन्छ। यो लेफ्ट साइडतिर तपाईँ देख्दै हुनुहुन्छ बसहरू छन् धेरै। यो चाहिँ महेन्द्रनगरको बस पार्क हो। यहाँबाट तपाईँको पूर्वीका धेरै जिल्लाहरूमा चाहिँ यहाँबाट बस जाने गर्छ विभिन्न समयहरूमा। पहाडी जिल्लाहरूमा पनि जाने गर्छ यो। अब चाहिँ हामी महेन्द्रनगर बजारमा पुगिसकेका छौँ। यहाँभन्दा माथि पनि बजार छ। अब तल चाहिँ मेन बजार भने चाहिँ योभन्दा तल हो। अब हामीहरू चाहिँ तल जान्छौँ। यो तपाईँको उसरी अरू जिल्लाहरू म घुमेको मध्ये मलाई चाहिँ मेरो हिसाबले यो महेन्द्रनगर बजार चाहिँ अलि व्यवस्थित रूपको बजार लाग्छ। अहिले बिहानको समयले होला पसलहरू चाहिँ खुलेका छैनन्। यो अगाडि सिधै देख्दै हुनुहुन्छ त्यो चाहिँ 5 नम्बर गल्ली हो। अहिले त्यहाँ चाहिँ म जाँदैन। अहिले यहाँबाट चाहिँ म राइट काटेर चाहिँ जान्छु। अगाडि मेरो अलिक काम छ। यो राइटतिर तपाईँहरू पसल देख्दै हुनुहुन्छ। यसको पछाडितिर चाहिँ मञ्च पनि रहेको छ। हस्त नमस्कार, सँगै रहनुहोला। जय राष्ट्र।